आजको भिडियोमा प्लाइवुड भित्र कसरी काम हुन्छ, के मेसिनहरू हुन्छन्, कच्चा पदार्थहरू कसरी बन्छ, कुन कच्चा पदार्थ कहाँ लाग्छ र कसरी प्लाइवुड तयार हुन्छ भन्ने विषयमा सानो भिडियो बनाउँछु। यो हो दिवाकर मेसिन, जसले काठको बोक्रालाई छिल्ने काम गर्छ। यो छिलेर रेडी भइसक्यो काठलाई अब पिलिङमा जान्छ। पिलिङ भइसक्यो हो फाइन पिलिङ मेसिनले पिलिङबाट पत्ता निक्लिन्छ, जुन भेनियर हुन्छ। यो भेनियर 4x26 को हुन्छ, 4 फुट चौडाइ 26 इन्ची लम्बाइको हुन्छ। यो 1.8 mm को हो। अब यो यहाँबाट निस्किसकेपछि डायर मेसिनमा जान्छ। डायरबाट पनि निस्किएपछि यो कम्प्लिट चट्टा लागेर चोपिङ हुँदैछ। चोपिङ भइसक्यो, यसको भाङ्गो निक्लेको सिधा बनाइन्छ। सिधा भएको कोरलाई फेरि गुलिङ गर्ने मेसिनमा जान्छ, जहाँ गुलिङ हुन्छ। गुलिङ स्पाइडर र गुलिङ हुन्छ, गुलिङ बराबर लागिरहेको छ। लागिसकेपछि यो कम्पोजिङ हुन्छ, कम्पोजिङ टेबलमा जान्छ है। र यो कम्पोजिङ भइरहेको छ, तल फेस छ, फेस बिछाइयो, उसको माथि कोर कम्पोजिङ भइरहेको छ। 90 डिग्री एङ्गलमा यो कोर लगाइन्छ। एउटा गिलो कोर, तल माथि सुक्खा कोर र पिन पनि मारेको छ। कहीँ पनि ओभर ग्याप नहुने गरी पिन ठोकी यो फेस भेनियर लगाइयो। त्यसपछि एल्युमिनियम प्लेट, त्यसपछि यो हट प्रेसमा जान्छ। लिफ्टको सहायताले हट प्रेसमा लोडिङ हुँदैछ। अर्को भिडियोमा हट प्रेसका काम, कर्तव्य र काम, यसका फाइदा र कति प्रकारका हुन्छन् भन्ने बारेमा बनाउने नै छु। अहिले यो हट प्रेसमा गएर माल तयार भयो, पछाडिबाट अनलोड भइरहेछ, अगाडिबाट लोडिङ भइरहेछ। अनलोड अब यो प्लेटलाई ठन्डा गर्नलाई प्लेट स्ट्यान्डमा लगाएको छ भने यो माल अब इडिज कटिङमा अथवा डिडिसामा जाँदैछ। अब फर्किलोले इडिज कटिङमा गयो। यो बोइलर हो, जहाँ यसले सम्पूर्ण फ्याक्ट्रीका हट प्रेस र डायर चेम्बरमा स्टिम सप्लाई गर्छ। त्यो साइडतिरको इडिज कटिङमा राख्दैछ। इडिज कटिङमा राखिसकेपछि यो कटिङ हुन्छ। कटिङ गरेको छ, साइड कटिङ। त्यसपछि सेन्डिङमा जाँदैछ। कन्भेयरको साथले सेन्डिङमा जाँदैछ। यो ड्रम सेन्डिङ मेसिन हो, जहाँ यसले माथिको सर्फेसलाई स्मुथ चिल्लो बनाउँछ। यो डिपिङ मेसिन हो, यहाँ जहाँ डिपिङ हुन्छ, सानो पिन होल र फेस खराब भएको खण्डमा पनि यसले कुनै कुरा देखाउँदैन। यो मोइस्चर रेसिस्टेन्स भनेर भनिन्छ। क्रोमिक एसिडको घोल, क्रोमिक एसिड मिक्स गरेर बनाएको हुन्छ। अब लेभलिङ हुँदैछ। कहीँ खुलेको भए यो चेक हुँदैछ। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।